तटीय क्षेत्रका कालीगण्डकी प्रस्रवण क्षेत्रका जुन तल्लो तटीय क्षेत्र हुन् त्यसका 10 वटा चाहिँ स्थानीय तह त्यो गण्डकी प्रदेश सबैले गएर यो चाहिँ उपयुक्त छैन भनेर हाम्रा प्राविधिक जति सबै सल्लाह गरेर चिन्तन गरेर प्रधानमन्त्रीसम्म पुगेका छौँ। तर प्रधानमन्त्रीले हाम्रो कुरा सुन्नु भएन। अहिलेका अर्थमन्त्री विष्णुजीले हाम्रो कुरा सुन्नु भएन। उहाँ त पिलेर जाने उसमा हुनुहुन्छ। र सबैभन्दा पहिला त्यहाँका जुन उपभोक्ताहरू हुन् त्यो क्षेत्रको बारेमा हामीले चिन्तन गर्नु जरुरी छ। जस्तै हामीले गण्डक नहर जुन बनायौँ, गण्डक नहर गण्डक पश्चिमबाट नहर बनाएर त्यो क्षेत्रका सिँचाइका लागि नहर गएको छ। त्यसपछि राप्ती नदी छ, बाणगङ्गा नदी छ, तिनाउ नदी छ। त्यसबाट त लगभग त्यो क्षेत्रको 85% भूभाग त सिँचाइ भइसकेको छ। अब बाँकी रह्यो कहाँ भन्दाखेरि अब प्लटिङ गरेको एरिया बुटवल सहरीय क्षेत्र हेर्ने हो भने बुटवलको एउटा त्यहाँको वस्तुस्थिति हेर्ने हो भने काठमाडौँ पछिको दोस्रो उन्नत सहर हो। त्यसै गरी हेर्ने हो भने अब नेपालको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्र बन्छ। नेपालको सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हो। त्यो त सबैले स्वीकार गरेका छन्। त्यसमाथि अब नेपालको नाकामा एकदम उन्नत राम्रो नाकाका रूपमा अब त्यसलाई विकास गरेका छन्। र त्यहाँका प्लटिङ जमिनहरू 1 करोड 1.5 करोड 2 करोड कट्ठामा प्लटिङ भइरहेको छ। अब के प्लटिङमा खेत रोप्नलाई कालीगण्डकी चाहियो? यो त के हो भने कालीगण्डकी पछिको जुन रामदीदेखि देवघाटसम्मको जुन कालीगण्डकी उपत्यका छ जो चाहिँ जसलाई हामी गुप्त क्षेत्र भन्छौँ, त्यो क्षेत्रका बासिन्दालाई मरुभूमि बनाएर उनीहरूको लासको माथि उनीहरूको लासको खरानीमा होली खेल्नेदेखि काम केही पनि गरेको होइन राज्यले अथवा विष्णुजीले भन्न पर्यो। अर्थमन्त्री हुनुहुन्छ, अन्यथा नलागोस्, उहाँकै इन्ट्रेस्टमा भएको भनिन्छ। त्यो चाहिँ त्यो होली खेल्ने काम बन्द होस् भन्ने हाम्रो माग हो।